तपाईहरु बाख्रा पाल्नलाई परेशान हुनुहुन्छ घाँस नभएर परेशान हुनुहुन्छ भनेदेखि म आज तपाईहरुलाई सजिलो तरिकाले बाख्रा पालन गर्ने तरिका सिकाउँछु। यो तरिका हेरेर तपाईहरुले पनि बाख्रा पाल्नुहुन्छ भन्ने मैले आशा लिएँ है। म सुरु गरेँ सिकाउनलाई। यसमा हेर्नु यहाँ पराल छ। परालमा चाहिँ घाँस मिसाइएको छ। घाँस तपाईँ जति पनि मिसाउन सक्नुहुन्छ। तपाईको आफ्नो घाँस जति भेला गर्न सक्नुहुन्छ। मैले त घाँस थोरै भएकोले गर्दा पराल धेरै घाँस थोरै बनाएको छु हैन। यसमा भनेको यहाँ 3वटा बाल्टी मैले ठिक्क पाएको छु। हेर्नु यही तपाईहरु पनि जस्तै सहर जस्तै कुना कन्दरा जहाँ बसेर पनि तपाईहरुले सजिलो तरिकाले खसी बाख्रा पाल्न सक्नुहुन्छ। तपाईहरुलाई पहिला सुरुमा तपाईलाई खान्छ खाँदैन भनेर तपाईहरुलाई टेन्सन छ भने अनि एउटाबाट सुरु गर्नु। एउटाबाट सुरु गरेर तपाई खाना सिकाउनु, तालिम गराउनु। जे कुरा गर्दा तालिम त हुनु पर्यो नि त। तालिम गराउनु पर्यो। अब यो हेर्नु यो सखर पानी। यो सखरलाई घोल्ने तपाईँ मेरो अब यो 30वटा बाख्रालाई हो यो। अब एकपल्ट मैले मोलेर दिएँ। अब थोरै भाँडामा लिएर भिडियो गरेर देखाउँछु भनेर थोरै चटक्कमा बनाएर देखाउँदैछु। एकपल्ट यति लगाएर दिएँ। अब यो अर्कोचोटिको अब यसमा यो सखर पानी लगाएँ छिटो मैले। हेर्नु है यसरी यो सखर पानीले के गर्छ त भन्दा उनीहरूलाई पेट सफा पनि भयो। खाना एकदम भोक जगाउँछ। यसले तिर्खा बढी लगाउँछ। पानी बढी खान्छन्। मैले त पानी भनेर खोले बनाएर दिने गरेको छु हैन। तपाईहरुले जे दिँदा हुन्छ तपाईहरुले पानी सजिलो लाग्छ भने पानी दिनु, खोले दिने चलन छ भने खोले दिनु हैन। अब यो सखर पानी लगाइएपछि अब यो चोकर हेर्नु यति चोकर छ है। यति घाँसको लागि यति चोकर लगाउने। यसरी छिट्ने सरररसँगले तपाईहरु जहाँ बस्नु जस्ता ठाउँमा बस्नु। जस्तै घाँस नभएको ठाउँमा भए पनि तपाईले खसी 8-10 वटा खसी पालेर बलिया बनाएर तपाईले बेच्न सक्नुहुनेछ भन्दा भान्जी। मैले चाहिँ यो सुरुमा त मैले पनि ठोकेर घाँस काटेर हरेक गरेँ। पछि मैले यो तरिका सिकेपछि मलाई अहिले यस्तो आनन्द भएको छ खसी बाख्रा पाल्न भन्दा भान्जी। अहिले मेरोमा 30 वटा खसी बाख्रा छन्। 30 वटा खसी बाख्रा भन्नुहुन्छ भनेदेखि खाए जस्तै छन्। मजाले खान्छन्, रुचाएर खान्छन्। फ्याँकिँदैन, नाश हुँदैन यो। अब हामीले घाँस ल्याएर दिउँ भनेदेखि त्यो घाँस तपाईँले एउटा भुसी अगाउने घाँसले पनि तपाईँले एउटा बाख्रा अगाउन सक्नुहुन्न। अब यसले भनेको 26वटा बाख्रा अगाउँछन्। अनि कति फाइदा रहेछ भन्नु त यसरी दिनलाई। यस्तो मजाले भिडियो पठाइदिएको छु। यो भिडियोलाई हेरेर माइजूलाई फलो गरेर माइजूसँग साथी बन्न सक्नुहुनेछ। अब नजिकका भन्ने पनि हुनुहुन्छ होइन माइजू कहीँ म गएर हेर्छु म भन्नुहुन्छ भनेदेखि पनि यहीँ आउनु भनेदेखि म तपाईँलाई यहीँ म जसरी गर्छु म त्यसै गरेर तपाईँहरूलाई तालिम प्राप्त बनाएर पठाउँछु भन्दा भान्जी। खसी बाख्रा पाल्न रहर हुने भन्दा भान्जीलाई है। खसी बाख्रा पाल्नु नहुनेलाई त यो भिडियो भनेर चाहिँ